दर्शकबिन नमस्कार। आज चाहिँ हामी माइतीघर मण्डलाको छेउछाउमा छौँ। हामीसँग चाहिँ एकजना सर हुनुहुन्छ। उहाँले चाहिँ लामो समयदेखि शिक्षाको कार्यहरूमा चाहिँ धेरै योगदानहरू दिइसक्नु भएको छ। उहाँसँग थोरै कुराकानी गर्न जाँदैछौँ। हामीसँग सन्तोष पौडेलजी हुनुहुन्छ। सर नमस्कार। हजुर नमस्कार। सर, हामी अहिले यो जुन माइतीघर मण्डलाको यो छेउछाउमा बसिरहँदाखेरि जुन माहौलहरू यहाँ देखिरहेका छौँ, निकोलस भुसाललाई चाहिँ अघि भर्खरै हस्पिटल पनि पुर्याएर ल्याइयो, यो विषयमा के भन्न चाहनुहुन्छ? थोरै तपाईँ सरस्वती मैले केही पुराना कुरा इतिहासका कुराहरू पनि गरौँ होइन। हजुर, यो परिस्थिति आज किन सिर्जना भयो, किन यसरी निकोलस भुसाल जस्ता युवाहरू अनसन बस्नु पऱ्यो भन्ने कुरा 2046 सालको परिवर्तनपछि 2047 सालमा कृष्णप्रसाद भट्टराईले बनाउनु भएको संविधान, उहाँको मन्त्री परिषदले अनुमोदन गरेर लागू गरेको संविधान, आम निर्वाचन 48 मा भइसक्यो। कृष्णप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो। उहाँले त्यो संविधानलाई हुबहु कार्यान्वयन गर्दै गए, आज यो स्थिति आउँथेन। यो स्थिति आउनुमा यो देशको सर्वप्रथम नेपाली काङ्ग्रेस पार्टी जिम्मेवार छ। त्यसको साथसाथै नेकपा एमाले पनि त्यत्तिकै जिम्मेवार छ, प्रतिपक्ष। नेपाली काङ्ग्रेस तपाईँको नेकपा एमाले त अहिलेका शीर्ष जुन सङ्गठन हो, एउटा सङ्गठन न हो, हिजोको दिनमा त सङ्गठनको रूपमा आएको यो हो, आजको पार्टीसम्म पुग्यो होइन। त्यो हुँदै गर्दाखेरि चाहिँ तपाईँले सिधै यसरी भनिरहँदाखेरि अलि अर्कै सुनिन्छ कि होइन? त्यो सुनिन्न। तपाईँ किन सुनिन्छ? तपाईँ एउटा कुरा सही कुरा बोल्नलाई किन डराउनु पऱ्यो? तपाईँको काङ्ग्रेस एमालेका शीर्ष नेताहरूले मनन गर्नुपर्छ कि 2047 सालको संविधान विश्वनाथ प्रताप उपाध्यायको संविधान सभाको संविधान बनाउने आयोगले गरेको संविधान, त्यसमा स्वयं माधव नेपाल पनि हुनुहुन्थ्यो। आज त्यो आयोगको सदस्य माधव नेपाल, उहाँले बनाएको संविधान जनतामा कार्यान्वयन गर्न जाँदा कृष्णप्रसाद कोइरालाको 48 को आम निर्वाचनपछि कृष्णप्रसाद कोइरालाले जुन सरकारमा आउनुभयो, उहाँले त्यसलाई कार्यान्वयन गर्न किन सक्नु भएन? र 51 मा उहाँले मध्यावधि गराउनु, मध्यावधि नेकपा एमालेको सरकार भने 9 महिने मनमोहनजी प्रधानमन्त्री बन्नुभयो, माधव नेपाल त्यस बेलाका परराष्ट्र र रक्षा मन्त्री हुनुहुन्थ्यो। उहाँले पनि त कार्यान्वयन गर्न सक्नुहुन्थ्यो होला नि त। तर यसमा त्यही कारणले काङ्ग्रेस एमाले बराबर यो देशको साझेदार छन् यो देशको यो स्थिति आउनुमा। र अर्को कुरा सबभन्दा ठुलो दुर्भाग्य के भने कृष्णप्रसाद भट्टराईलाई 48 सालको आम निर्वाचन हराउनु नै सबभन्दा ठुलो दुर्भाग्य हो। र मैले अर्को एउटा के हेर्छु भने विपक्षी पार्टीको नेतृत्व, वामपन्थीहरूको नेतृत्व गर्ने एकजना नेकपा एमालेका महासचिव हुनुहुन्छ मदन भण्डारी, उहाँलाई दासढुङ्गा अब त्यसलाई हत्या बनाउँ कि दुर्घटना बनाउँ त्यो अब आफै रहस्यमय छ। कतिपय मिडियाहरूमा सुन्दाखेरि चाहिँ यो हत्या नै हो भन्ने कुरा मैले अब हत्या नै हो भनेर यसरी पनि भन्न सक्दिनँ, दुर्घटना हो भन्ने भन्न सक्दिनँ। तर गाडी दुर्घटना भएको हो। त्यति बेला म भर्खर 11 के अरे वीरेन्द्र क्याम्पसमा सर्टिफिकेट लेभल पढ्थेँ होइन। त्यति बेला मैले त्यो चितवनमा त्यो घटना हुँदा म पनि चितवनमा थिएँ। धेरै नेपाली जनताहरूको आँखा नसाएको थियो। म पनि त्यो दुखित छु। त्यो एकदम लोकप्रिय नेता उहाँलाई गुमायो। र पछि राजा वीरेन्द्रको हत्या हुनु र यो देशको यो 3टा कारणले गर्दा यो देशको दुर्भाग्य हो। राजा वीरेन्द्रको हत्या भएपछि ज्ञानेन्द्र जस्तो मान्छे राजा भए र उनले देशलाई सम्हाल्न सकेनन्। आज यो परिस्थिति आउनुमा कृष्णप्रसाद कोइराला, माधव नेपाल, राजा ज्ञानेन्द्र र अहिले आएका पछिका एकदम सर्वहाराका नेता बन्ने पुष्पकमल दाहाल प्रचण्ड, यी 4जना व्यक्ति आजको परिस्थिति निर्माण गर्न, आजको यो उसमा आउनुमा यिनीहरूको मुख्य हात छ। र साथसाथै केपी ओली यस्तो हट र इगोको राजनीति गर्ने मान्छे, उहाँ प्रधानमन्त्री, 2 टिकाको प्रधानमन्त्री भयो। त्यसको दम्बले गर्दा नि जेनजी आन्दोलन भयो। विश्वमा यति चाँडो सत्ता प्लट काहीँ पनि भएको थिएन, नेपालमा भयो। पहिलो रेकर्ड भयो। यङ जेनेरेसन भाइ बहिनीहरूले, मेरा छोराछोरीहरूले यो आन्दोलनमा सहभागी, स्वयं म पनि भएँ। तर दुःख लाग्छ। तपाईँ जेनजीको हकबाट चाहिँ आन्दोलनमा सहभागी हुनुभएको थियो कि तपाईँको जुन हिजोदेखिको जुन चलेका राजनीतिक परिवेशहरूलाई देखेर चाहिँ तपाईँ सहभागी होइन? हिजोदेखि काङ्ग्रेस एमालेका गलत क्रियाकलापहरूको मैले विरोध गर्दै आउँथेँ। यसमा बिचमा एकजना चाटुकारको हिसाबले प्रस्तुत हुनुभयो रवि लामिछानेजी, उहाँले पनि के नै गर्छु भनेर आउनुभयो। उहाँले आफै त्यो उहाँलाई विभिन्न जेलका मुद्दाहरू लागेर उहाँ आफै जेल जानुभयो। अहिले फेरि छुटेर आउनुभएको छ। फेरि अहिले उहाँ रविजी, बालनजी र के अरे कुलमान घिसिङ, यी 3जना मिल्नुभएको छ। मैले यो बुझ्न सकेको छैन। यो हाउजी क्रिएट भएको छ। तर जनताको उसमा भोलि बक्सा थापेपछि जनमतबाटै नै थाहा हुन्छ उहाँहरू कतिको पपुलर हुनुहुन्छ वा हुनुहुन्न। तपाईँले जनमत भन्ने शब्द भर्खरै भन्नुभयो। जसरी अहिले यो यहाँ माइतीघर मण्डलामा चाहिँ निकोलस भुसाल बसिरहनु भएको छ अनसन, उहाँले पनि जनमत गरेर चाहिँ प्रधानमन्त्री चयन गर्ने भन्ने कुरा राख्नु भएको छ। यो कुरा जायज हो? यो देशमा एउटा कुरा विभिन्न कारणहरूले हेर्नुपर्छ। हिजो हामीले संसदीय व्यवस्थामा विकृति देखियो। हिजो सांसद खरिद बिक्रीदेखि लिएर अहिलेकोसम्म पनि यो परिस्थिति देखियो। अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भयो भने त्यसले एउटा स्थायित्व राजनीतिक 5 वर्षमा एउटा प्रधानमन्त्रीले काम गर्न पाउँथ्यो भन्ने मात्र हो। यो जेनजी आन्दोलनपछि हाम्रो सुशीला कार्कीज्यू जसरी प्रधानमन्त्री बन्नुभयो, जेनजीहरूले नै चयन गरेर चाहिँ त्यहाँ राखिएको हो।
तर आज उहाँलाई नै चाहिँ बहिष्कार गर्ने यो कुराहरू भइरहेको छ। यदि भोलिको दिनमा जसरी चाहिँ जनमत सङ्ग्रहबाट चाहिँ प्रधानमन्त्री आउनुहुन्छ, उहाँ पनि त जुनै जोगी आए पनि कानै चिरेका भनेको जस्तै एउटा उखान छ, त्यस्तै भइदिएर उहाँ पनि पछि जनताको सामुमा चाहिँ त्यही खालको नेतृत्व दिनुभयो भने के होला? तपाईँ सुशीला कार्की प्रधानमन्त्री हुनु र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु फरक छ। सुशीला कार्की चाहिँ नेपालको पहिलो महिला प्रधान न्यायाधीश हो। संविधानले हाम्रो 72 सालको संविधानले व्यवस्था गरेर उहाँ प्रधानमन्त्री बन्न नमिल्यो। विधि र कानुनभन्दा माथि बसेर प्रधानमन्त्री हुनुभयो। यो देशमा कानुनभन्दा माथि सुशीला कार्की मात्र हुनुहुन्छ कि रामचन्द्र पौडेल हुनुहुन्छ कि केपी ओली हुनुहुन्छ त्यो मैले बुझ्न सक्दिनँ। उहाँको प्रधानमन्त्री नियुक्ति गर्ने नै गलत प्रक्रिया हो। आज त्यो गलत प्रक्रियाको परिणाम हामीले अहिले भोग्दैछौँ र 2084मा हुनुपर्ने चुनाव 82मा मात्र गर्ने भनेर यो आन्दोलन भएको हो कि यो संविधानलाई यसका गलत क्रियाकलापहरूलाई सुधारेर गलतलाई हटाएर परिमार्जन गरेर चुनाव गर्दा राम्रो हुन्छ भन्ने मेरो विचारमा लाग्छ। तर यही संविधान अनुसार चुनाव गर्ने भने त भोलि पनि हङ पार्लियामेन्ट हुने, फेरि आउने अर्को प्राइम मिनिस्टरले संसद विघटन गर्छ, नेपाली जनतालाई ऋणको भारमा परिराख्ने हो, विकास निर्माण काम केही हुँदैन। अब मलाई लाग्छ राजस्व 40% कम उठ्यो भन्ने सुनिन्छ। भोलि सेना प्रहरीलाई तलब दिन र कर्मचारीलाई तलब दिन नपुग्ला, विकास निर्माण त कहाँ हो थाहा छैन पनि। अनि हाम्रो देश साउथ एसियामा बङ्गलादेश फेलियर हो, श्रीलङ्का फेलियर हो, पाकिस्तान फेलियर हो, अब नेपाल फेलियर हुन मात्र बाँकी छ। यसैमा लाने हो भने त मैले भन्नु अहिलेका नेताहरूले जेनजीका साथीहरूले यसैतर्फ जाने हो भने त मैले भन्नु केही पनि छैन। होइन, हामी नेपाली हो, नेपाली भएर बाँच्नुपर्छ भनेर हो भने सबैजना मिल्नुपर्छ, एउटा निकास दिनुपर्छ। त्यो निकास भनेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र एउटा तपाईँको यो देशमा अभिभावकत्व निर्वाह गर्न सक्ने सेरोमोनियल राजतन्त्र, अब राजतन्त्र होइन राजा, त्यो चाहिन्छ। जस्तै अघि तपाईँ आफैले भन्नुभयो हिजोको दिनमा राजाहरू थिए, जसरी वीरेन्द्रलाई मारियो, त्यसपछि ज्ञानेन्द्र आउनुभयो, ज्ञानेन्द्रले जुन गर्नुभएको कामहरू चाहिँ होइन, उहाँलाई पनि तपाईँले दोषी देखाउनु भएको थियो ज्ञानेन्द्र शाहलाई होइन। त्यो हुँदै गर्दाखेरि फेरि आउने त राजतन्त्र आउनु पऱ्यो भने उही जो पहिलादेखि नै राजतन्त्रमा आउनु भएको थियो जो चाहिँ उहाँकै वंशहरू नै आउने हो नि त। त्यसो भने तपाईँको राजतन्त्र होइन, राजा व्यक्ति खराब थियो होला तर राजा खराब थिएन। यो देशलाई चाहिने बहुसङ्ख्यक हिन्दूहरू भएको देशमा आज हिन्दूहरूको पहिचान कहाँ गयो? बङ्गलादेशमा हिन्दूमाथि हस्तक्षेप गर्दा कुनै हिन्दूवादी संस्थाहरू यहाँ बोलेका छन्? अब यहाँ भन्दाखेरि यहाँ के अरे अर्कै अर्थ लाउँछन् साथीहरूले, तर त्यो हिन्दूमाथि भएको ज्यादतीको विरुद्ध एउटा कुनै विज्ञप्ति निकाले तराईमा केही जिल्लाहरूमा विरोध सुरु भयो। नेपाल त हिन्दू राष्ट्र पनि भनेर चिनिएको, नेपाल हिन्दू राष्ट्र हो भने चिन्ने, नेपाललाई हिन्दू राष्ट्र धार्मिक पर्यटन गर्ने भने नेपाललाई धार्मिक पर्यटन जल र जडीबुटीको सही सदुपयोग गर्ने नेपाललाई अरू केही गर्नै पर्दैन। तर योतिर कसको ध्यान जाने? कोही छैन। चप्पल लगाएर आएका नेताहरू आज देख्छु बजेरो चढेर ठुल्ठुला महलमा बसेका छन्। भनेपछि जुन नेताहरू शीर्ष नेताहरू चाहिँ जो चप्पल लाएर आएको भन्नुभयो भर्खरै, चप्पल लाएर आएर चाहिँ आफ्नो मानव भन्ने भन्दा अरू केही गरेन। जनताको लागि के गरे त मलाई बताइदिनु न। शिक्षा, स्वास्थ्य र सञ्चार भन्ने समयअनुसार परिवेशको विकास हुँदै गयो। जनताको आधारभूत आवश्यकताहरू पुरा गर्नमा यिनीहरूले के गरे त मलाई देखाइदिनु। नेपाली जनता कति गरिबी छन्, 2 छाक खाना नपाएर बसेका छन्, कति बेरोजगार छन्। हाम्रा दाजुभाइ दिदीबहिनीहरूले रेमिटेन्स पठाएर त्यो रेमिटेन्सबाट राज्य चलाएर हाम्रा नेताहरूले गर्व गर्छन् भने हामी कस्तो देशको कस्ता नेताको अपेक्षा गर्छौँ? यी नेताबाट केही परिवर्तन हुन्छ भने अपेक्षा गर्छ तपाईँ? तपाईँको कुरा एकदम जायज पनि छ, मैले त्यसमा केही बोल्न चाहिनँ। जस्तै अब राजतन्त्र आउनुपर्छ भन्नुभयो, अब नयाँ राजा त लिएर आउनै पऱ्यो, कोही न कोही त चयन गर्नै पऱ्यो। यदि अब नयाँ राजा आउनुभयो भने कसलाई चाहिँ राजा भनेर हामीले अब यस्तो हो कि अब यो अहिले पहिला पुरुषकै पनि नभने वीरेन्द्रको वंशबाट वीरेन्द्रको छोरीपट्टिको 2टा नातिनीहरू छन्, त्यतातिरबाट लिएर आएर पनि त नेपालमा राजसत्ता स्टाब्लिस गर्न सकिन्छ नि त। राजा भनेपछि त केटा नै चाहिने हो। होइन, केटा राजा भनेको त राजा भनेको बेलायतको महारानीले त चलाउनु भएको थियो नि त। एलिजाबेथ हुनुहुन्छ नि त महारानी, बिचरा उहाँको छोरा राजा हुनुभयो। पहिलो वीरेन्द्रको सन्तानबाट पहिलो पुरुष वा महिला जे जन्मे पनि त्यो उत्तराधिकारी हुने व्यवस्था गरेर ल्याउन सकिन्छ नि। कानुन परिमार्जन गर्न सकिन्छ, लिएर आउन सकिन्छ यदि देश बनाउने हो भने। होइन, यो देश विदेशीको गुलाम बनाउने हो भने अब यस्तै व्यवस्था चलाउँदै ठिक हुन्छ। जस्तै अब जुन अघि न तपाईँले प्रचण्डजीको पनि कुरा निकाल्नु भएको थियो, हिजोको दिनमा चाहिँ उहाँले ठुलो एउटा युद्ध नै गरेर जनयुद्ध नै जस्तो गर्नुभएको थियो होइन। त्यो गरिरहँदाखेरि चाहिँ गिरिजा बाबुले चाहिँ उहाँलाई लिएर आएर सत्तामा राख्नु भएको थियो। जस्तै गिरिजा बाबु आज हुनुहुन्न, रहनु भएन। तपाईँले भन्नुभयो कि हिजोको दिनको त्यो संविधान जुन थियो त्यो संविधानमै टेकेर आजसम्म चलेको भए राम्रो हुन्थ्यो भनेर भन्नुभएको छ। अहिलेको संविधान साँच्चीकै जनताहरूको हितको लागि हुँदै नभएको हो र? यो संविधान यस्तो हो कि संविधान सभाबाट पास गरेको संविधान भनिन्छ, तर त्यसमा जनतामा डिबेट गर्न खै लगेको, धर्मको बारेमा डिबेट गर्न लगेको थियो। यो देशमा संहिताको के आवश्यकता छ मलाई बताइदिनुहोस् न। यत्रो सानो मुलुकमा संहिताका कतिवटा छन्? 800 जना चाहिँ सांसद छन्। पावरफुल बनाएर एउटा जिल्ला विकासलाई मोनिटरिङ गर्ने अधिकार दिने, स्थानीय तहलाई पावरफुल गराउने र केन्द्रीय सरकार भए हुन्छ नि। नेता व्यवस्थापन गर्नको लागि संहिता गराएर तपाईँहरूलाई ऋणको भारी थुपार्ने
संहिताको उपलब्धि के छ मलाई देखाइदिनुहोस् न ल। एक व्यक्ति चाहिँ जब बच्चा जन्मिन्छ नेपालमा कोही बच्चा जन्मियो भने उसको काँधमा चाहिँ 90,000 भन्दा माथि चाहिँ ऋणै बोकेर आएको हुन्छ भन्ने धेरै कुराहरू हामीले सुन्नमा आएको छौँ। हामीले स्टडी गऱ्यो भने त्यही पाइन्छ। अब त्यो मैले त्यो डाटा मसँग छैन, मैले पनि सुने तपाईँ जस्तै सुने हो होइन। तर मैले एउटा कुरा के भन्छु भने यो देशमा सधैँभरि विदेशीसँग हात फैलाएर भिख मागेर देश चलाउने हो कि यहाँ केही उत्पादन गरेर, जस्तो मैले अघि धार्मिक पर्यटनको कुरा गरेँ, हाम्रो जलस्रोतको सदुपयोग गरेर, जडीबुटीको सदुपयोग गरेर गर्ने हो। खालि हामीले जलस्रोतको कुरा गर्ने त भारतलाई पानी दियो, बेच्यो, कोशी बेच्यो, गण्डक बेच्यो, कर्णाली बेच्यो, महाकाली बेच्यो भन्छ। अब बगेर जाने पानी हामीले नबेचे त त्यसै त जान्छ। तर त भाइमित्र राष्ट्र भारतसँग आपसी समझदारीमा गरेर एउटा त्यसबापत केही रोयल्टी लिन सक्यो त देश त बन्छ नि त। यसभन्दा ठुलो प्रस्तुत सम्भावना भनेको पर्यटन र विद्युत हो। विद्युत उत्पादन गरेर हामीले भारतलाई बेच्न सक्यौँ भने हामी चाहिने केही हाम्रो नेपालीहरूको एउटा खुसीको दिन आउँछ भन्ने मलाई लाग्छ है। जो सब तपाईँले भनिरहँदाखेरि चाहिँ यो सबै कुराहरू मैले सुनिरहँदाखेरि चाहिँ मैले के बुझेँ भने अबको टाइममा राजा आवश्यक हुनुहुन्छ होइन। राजा जसरी भए पनि ल्याउनै पर्ने हुन्छ। अभिभावक तत्त्वको लागि एउटा गार्जेनसिपको लागि राजा चाहिन्छ हेर्नु अपेक्षा। त्यसमा राजा ज्ञानेन्द्र हुनुपर्छ, पारस हुनुहुन्छ, धीरेन्द्र हुनुपर्छ, वीरेन्द्रको छोरी नातिनीहरू हुनुपर्छ। त्यो भन्ने म को हुनुपर्छ म भन्दिनँ। तर सबै मान्छेहरू बसेर सबै राजनीतिक पार्टीहरूको नेताहरू बसेर गोलमेज सम्मेलन गरेर एउटा निकास दिनुपर्छ। राष्ट्रपति वास्तवमा 3टा देशले राष्ट्रपति देखे। 3टा रामरणजीले अलिकति राष्ट्रपतिको भूमिका निर्वाह गर्नुभयो। यो विद्या भण्डारी म्याडमले एउटा पार्टीको राष्ट्रपति हुनुभयो। रामचन्द्र पौडेल अब उहाँको कुरै नगरौँ। त्यही भएर राष्ट्रपति यो नेपालको विविध धर्म संस्कृति र जात जाति जनजातिहरू भएको देश यति सानो मुलुकमा एकताको सूत्रमा बाँध्नको लागि एउटा सेरोमनी राजा भन्ने चाहिँ चाहिन्छ। सबैले मानेको व्यक्ति राजा हुनुपर्छ। नेपालीहरूको सान पहिला म यसो हेर्छु मिडियाहरूमा आउँछ नेपालका राजाहरू विदेश जाँदा भारत मित्र राष्ट्र भारतले राजा वीरेन्द्रलाई गरेको स्वागत, विजय ज्ञानेन्द्रलाई गरेको स्वागत, मित्र राष्ट्र चाइनाले राजा वीरेन्द्रलाई गरेको सम्मान त्यो उदाहरणीय छ। अहिलेका नेताहरूले त्यस्ता सम्मानहरू पाएका देखिँदैन, सम्मान पाएको देखिँदैन। त्यही भएर म यसमा केही भन्न चाहदिनँ। किन भन्दाखेरि हामीले हाम्रो सम्मान पाउने लायकै हामी बनेनौँ। त्यो हो क्या कुरा। हिजो नारायण नीतिमा भएको प्रधानमन्त्री नियुक्त गर्ने अधिकार दक्षिणतिरको कहाँ लगाएर दिए यिनीहरूले बुझाएको हुन्। यो नेपाल अब के पश्चिमा देशहरूकै चलखेलमा चाहिँ चलिरहेको हो। अब म यो बुझ्दिनँ पश्चिमा र दक्षिणा के भन्छन्। हामीले भारत र चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ। अरू विदेशी मित्र राष्ट्रहरूसँग पञ्चशीलको आधारमा समन्वय जुन पहिला हिजोको पहिला जुन थियो राजा महाराजाको पालाको सम्बन्ध र प्रजातन्त्र बौद्धलिक व्यवस्था आएपछिको सम्बन्ध छ त्यो अनुसारै गर्नुपर्छ। एउटा परराष्ट्र नीति एक नाचको हुनुपर्छ कि कहिले एउटासँग लपक्क हुने फेरि अर्कोसँग लपक्क हुने यस्तो परराष्ट्र नीति नै हाम्रो राष्ट्र चल्दैन। हामी नेपालीको कस्तो पनि बानी छ भने कसैले चाहिँ आफूलाई राम्रो गर्छ भने उसलाई नै राम्रो गरौँ, उसैको भलो चिताउँ, उसैको राम्रो कुराहरू गरौँ भन्ने धेरै नेपालीहरूको बानी नै छ। सायदै म आफै पनि गर्थ्यो होला त्यस्तो। कसैले राम्रो गर्यो भने उसको लागि राम्रो गरिदिउँ नि त भन्ने एउटा आश हुन्छ नि। त्यो भएको कारणले नै देश पछाडि पऱ्यो होला। अब म त्यो भन्न सक्दिनँ। हामीले नेपालीले हामीलाई बुझ्न नसक्नु नै सबभन्दा ठुलो दुर्भाग्य हो। र हाम्रा शीर्ष नेताहरूले यो मुलुकलाई स्विजरल्यान्ड बनाउन सक्थ्यो तर बनाएनन्, यसलाई नर्क बनाए। स्विजरल्यान्ड भन्दा पनि नेपाललाई नेपाल नै बनाउँदाखेरि कस्तो हो? नेपाललाई नेपाल बनाउनै सकेन, यिनीहरूले त नर्क बनाए नेताहरूले। ठिक छ, यता थोरै कुराहरू कट गर्न मिलिहाल्छ, केही परेन। अब जस्तै अब हामी अन्तिमतिर जाऊँ। धेरै भिडियोलाई लामो पनि नबनाउँ, फेरि पनि तपाईँसँग म लिइरहँला नेक्स्ट टाइम पनि समय परिवेश मिलेसम्म। जस्तै अबको राजनीतिक क्षेत्रमा चाहिँ कसरी चाहिँ अब देशलाई अलिकति विकसित पार्नलाई, देशलाई अर्कै बाटोतिर लानलाई चाहिँ के गर्नु होला तपाईँको? यस्तो देशलाई नेतामा इच्छा शक्ति हुनुपर्छ। म देशको लागि गर्छु, म मेरो व्यक्तिगत लागि गर्दैन, म देश र राष्ट्र र जनताको लागि गर्छु भन्यो भने यही नेताहरूबाट नै निकास निस्किन सक्छ। होइन भने अब यिनीहरूलाई इच्छा शक्ति छैन भने गर्न केही पनि सक्दैन। तपाईँको हकमा त्यस्तो नेता जो चाहिँ देशको लागि गर्छु भन्ने कोही नेता तपाईँको हकमा कोही देख्नु भएको? होइन, म यस्तो अब एउटा दुईवटा काम गरेको हिसाबले जस्तो कुलमान घिसिङले विद्युत प्राधिकरणको एमडी हुँदा अहिले मन्त्री भएपछि काम गरेको हिसाबले राम्रै काम गरेको जस्तो लाग्छ मलाई होइन। यो बालिन शाह हुनुहुन्छ, उहाँ पनि विकास निर्माणको कामको एउटा यो बिग्रेको भत्किएको काठमाडौँलाई एउटा ट्र्याकमा ल्याउँदै हुनुहुन्छ। व्यवस्थापन गर्दै अब उहाँको राजनीतिक भोलि उद्देश्य के छ, उहाँको फ्युचर प्लान के छ त्यो त हेर्न बाँकी छ। बालेन शाह, हाम्रो कुलमान घिसिङ साथै हाम्रो रवि लामछानेको त एउटा सहमति पनि भएको छ, हामीले देखि नै रहेको होला, तपाईँले देख्नु नै भएको छ होला।
होला होइन त्यो सहमति अनुसार चाहिँ बालेन शाह चाहिँ अबको प्रधानमन्त्री बन्ने भन्ने हिसाबले चाहिँ सहमति भएको छ यसमा के भन्नु प्रधानमन्त्री अहिले मुखले तोकेर प्रधानमन्त्री हुने होइन जनतामा भोलि जनतामा गएर बक्सा थापेर जनताले त्यो उहाँहरूको पार्टीलाई बहुमत दियो भने उहाँको पार्टीले संसदीय दलको नेता चुनेर आएपछि बल्ल देशको प्रधानमन्त्री हुने हो तर यो संविधानले यो व्यवस्थाले न कुनै पनि पार्टीले बहुमत लिएर आउँछ भनेर मैले भन्न सक्दिनँ ल्याउँछ जस्तो मलाई लाग्दैन आजको यस परिस्थिति त्यस्ता नेताहरू जन्मेकै छैनन् नेपालमा नेताहरू खै जन्मे जस्तो मलाई लाग्छ जो चाहिँ देशप्रति चाहिँ माया गर्ने देशलाई चाहिँ होइन अगाडि बढाउने नेताहरू यो जन्मेको देशमा दुईटा मात्र मान्छे थिए नेताहरूमा त्यो नेता नै मान्नुपर्छ एउटा राजा महेन्द्र र विश्वेश्वर प्रसाद कोइराला त्यो देशको ठुलो दुर्भाग्य भने दुईटा मान्छे एउटै समयमा भएको हुनाले यो देशको ठुलो दुर्भाग्य हो त्यो देश नबन्नु यो कुरा तपाईँको फेरि रिकभर गरेर राख्नुहोस् कसैलाई पस्ला नपस्ला मान्छे राष्ट्रवादी विकास प्रेमी हो राजा महेन्द्र र विश्वेश्वर प्रसाद कोइराला भिजनवाला मान्छे चाहिँ हो है उहाँहरू छुट्टै छुट्टै समयमा भएको आज यो देश कहाँ पुग्थ्यो त्यो हामीले आज यो साउथ एसियाको सबभन्दा उन्नत देश र विकसित हामी एउटा सुखी नेपाली हुन्थ्यो तपाईँले यो कुरा गरिरहँदाखेरि मलाई एउटा सानो कुरा जोड्न मन लाग्यो हिजोको दिनमा महेन्द्र राजा चाहिँ जसरी लन्डन गइरहँदाखेरि कतिपय भिडियो भाइरल पनि भएको छ फेसबुकतिर हामीले देखिरहेको छौँ जाँदाखेरि चाहिँ त्यहाँनिरको राज संस्थाका व्यक्तिहरूले चाहिँ उहाँलाई सम्मान गरेर उठेर सम्मान दिइरहेको भिडियोहरू हामीले देखेको हुन्छौँ अब अहिलेको क्षणमा चाहिँ त्यस्तो नेताहरू नभएको र देश चाहिँ तल गिर्दै गएको नै हो त्यो त एकदम 100% हो जुन राजा हुँदाखेरि नेपालीको शान र इज्जत थियो मर्यादा थियो त्यो कुरा सबै प्रचण्डले पनि भन्नुभएको छ त राजा हुँदा नेपालीको शान कस्तो थियो भनेर त उहाँले बाहिर पब्लिकलाई ठट्टा गर्नलाई अब यङ जेनेरेसनहरूलाई भड्काउदिनलाई अर्को कुरा बोल्नु होला तर यदि सत्य कुरा हो राजा हुँदाखेरि यो देशको शान र इज्जत मर्यादा कहाँ थियो र आज कहाँ छ उहाँहरू आफै विश्लेषण गर्नुहुन्छ त मैले भन्नै पर्दैन जस्तै अब धरानमा चाहिँ थोरै मैले धरानतिर जोड्न चाहेँ धरानमा चाहिँ हर्क साम्पाङज्यू जसरी अहिले श्रम संस्कृति पार्टी एउटा गराएर हिँडिरहनु भएको छ उहाँको एउटा छुट्टै क्रेज छ धरान पुरै हर्कमय बनेको छ हर्क पथमा हिँडिरहेको छ धरान त्यसमा चाहिँ के भन्न चाहनुहुन्छ अब यस्तो उहाँले कुनै मान्छेमा सबै गुणले त परिपूर्ण हुँदैन होइन तर उहाँले जे गर्नुहुन्छ धरानको विकास निर्माण गर्नुपर्छ त्यसलाई समर्थन गर्नुपर्छ स्वागत गर्नुपर्छ होइन उहाँले यदि उहाँ प्रधानमन्त्री बन्नुभयो भने भोलिको दिनमा देश विकास होला अब एउटा व्यक्तिले मात्र देश बनाउँछु भनेर हुँदैन यो देशको कर्मचारी तन्त्र सेना प्रहरी छन् यो सबैमा इच्छा शक्ति हुनुपर्छ कि यो देश हाम्रो हो हामीले गर्नुपर्छ हामीले नगरे कसले गर्छ भन्ने भावना आयो भने यो देश बन्छ होइन भने अब सबैले एउटा मात्र हर्का सम्पर्क मात्र प्रधानमन्त्री भएर ठिक एउटा व्यक्तिले केही गर्न सक्दैन जस्तो लाग्छ केही गर्न सक्छ अन्त्यमा हामी अब अन्त्यतिर जाऊँ तपाईँको आफ्नो भनाइ के छ अब देश र जनताप्रति त्यही तपाईँको आफ्नो व्यक्तिगत भनाइ केही छ भने बताइदिनु यहाँ यस्तो हो हामी नेपाली दाजुभाइहरूले बिहान बेलुका आनन्दले खान पाऊँ राति आनन्दको निद्रा सुत्न पाऊँ बिरामी हुँदा औषधि उपचार गर्न पाऊँ हाम्रा छोराछोरीहरू पढ्न शिक्षा दिन पाऊँ हाम्रा छोराछोरीले पढाइ लेखाइ गरी रोजगारी पाऊँ विदेशी खाडी मुलुकमा जान नपरोस् होइन यहीँ नेपाली हो भने बाँच्न पाऊँ मेरो इच्छा अपेक्षा त्यही हो मलाई अरू केही पनि छैन हजुर हुन्छ हजुरको समय र संवादको लागि धेरै धेरै धन्यवाद छ तपाईँलाई पनि मेरो आफ्नो विचार राख्न मौका दिनु त्यसको लागि तपाईँलाई धन्यवाद